हिँड्ला आइन्, हिँड्ला आइन्। यसरी चाहिँ हो भनेको हिँड्ला अथवा हिँड्ना पनि भन्छ, होइन भनेको आइन्। यसरी चाहिँ भन्न सक्नुहुनेछ। म फुर्बा हो, ङा फुर्बा हिँड्ला, म फुर्बा हो हैन, म फुर्बा हिँड्ला भन्दा पनि हुन्छ। अब पहिला चाहिँ ङा भनेको चाहिँ म हो नि त, म फुर्बा हो, ङा फुर्बा हिँड्ला हैन। त्यसपछि म दवा होइन, ङा दवा आहिन्, ङा दवा आहिन्। यसरी चाहिँ तपाईहरुले भन्न सक्नुहुनेछ। चु यो, चु काङ आहिन्, यो खुट्टा होइन, चु काङ आहिन्, यो खुट्टा होइन। चु या हिँड्ला, यो हात हो, चु या हिँड्ला, यो हात हो। यसरी चाहिँ हो होइन भन्न सक्नुहुनेछ। हो होइन हैन, हो होइन भन्दाखेरि चाहिँ हिँड्ला आहिन्, हिँड्ला आहिन् भन्छ। छ छैन भन्दाखेरि चाहिँ मुला आरे भन्छ। आशा छ तपाईहरुले केही न केही सिक्नुभयो होला। फेरि पनि अर्को एपिसोडमा भेट्छु भन्दै आजलाई छुटिन चाहन्छु। थुचेछे।